what Chile is doing here. And you will see couple. यसलाई हाम्रो भाषामा लामटिम्पा भनिन्छ। यो चाहिँ बाध्य पारा हो। बाध्य पारा किन बजाइन्छ भनेदेखि बाध्य पारा एउटा घरदेखि अर्को घरमा जाँदाखेरि घरको बुढीहरू चाहिँ तयार बस्नुपर्ने भएकोले गर्दाखेरि उहाँहरू हामी यो खाजा बनाउने पाराले बजाउने गर्छौँ। अहिले तपाईँले देख्नुहुँदैछ भक्त आइले हाम्रो लोक्सुङ अनि टोकाया भनेको चाहिँ 86 भइसकेको छ। And there are many types of right nature worship. Alright. तपाईहरुले अहिले घरको मुनिले घर तयार गरिरहेको देख्नु हुँदैछ। त्यहाँदेखि अब only our ancestors and the nature. So यसै गरेर साधारणतया हाम्रो लोछुङले हरेक घरमा भित्र गएर पूजापाठ गर्न सुरु गर्नुहुन्छ। यो गरिरहँदा आँगनमा नाच्ने सिम्बल अफ ब्युटी हैन त्यो सिली अहिले गरिरहनु भएको छ। मयूरको अनरमा भनौँ अहिले यो सिली हामीले यस बेला तपाईहरुले देखिरहनु भएको छ। हामीले सबै कुराहरु भित्र Still, we have got lots of this kind of cultures and languages we still practice. कन्टिन्यू भइरहेको छ। केही सिली गर्छ भन्ने छैन। तपाईँहरूलाई फेरि पनि जानकारी गराउन चाहन्छु। यो चाहिँ एउटा साधारणतया सिलीहरू चाहिँ हरेक खोलाले भाषा प्राय गरेर हुने गर्थ्यो। पहिला नै भएको छ। ढोक खेल कार्यक्रम भइरहेको छ। हाम्रो राईहरूको आफ्नै ढोक खेल गर्ने एउटा प्रचलन छ। It's a silly let it grow. This is the silly for the honor of crow because we worship crow as a messenger. Hey, हाम्रो messenger भनेर हामीले कागलाई कागको उनको सिली गर्दछौँ। तपाईहरुले अरू जग्गा पनि सुन्नु भएको होला कागलाई एउटा messenger टोलीहरू भन्ने गर्छौँ। अहिले सिली
सुरु हुन लागिरहेको छ तपाईहरुले देख्नुहुन्छ अहिले प्रदर्शन गरिरहेको सिलीलाई साधारणतया हाम्रो भाषामा वापसिली भनिन्छ वापसिली भनेको चाहिँ सिली गर्ने यहाँ नाच्ने बोल्ने सबैजनालाई विशेष गरी हामीले यहाँ सबैजनालाई गरेर देखाउँदैछौँ गर्दै हुनुहुन्छ यदि घरै हो भनेदेखि चाहिँ उहाँहरू यहीँ बस्नुहुन्थ्यो तर घर नभएको कारण थाक्यो हजुर एकदम थाक्यो घामले गर्दा हजुर अझै जोसै छ अब एकछिन अनि कस्तो भयो त कार्यक्रम नाच्ने हजुर कार्यक्रम कस्तो भयो त एकदम दामी दामी? सोचे भन्दा राम्रो हजुर यता 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 हालबे कस्तो भयो त बुढी घामले परेर कस्तो कस्तो हुने र घामले परेर यता त गर्नु भयो ल आज मेरो बुढीले नाचिरह्यो लोत परे जस्तो थियो घामले लास्टै हो कस्तो भयो त नाना राम्रो अब त अनि कहाँ कहाँ हिँड्नु भयो त खतरा छ आज चाहिँ हाम्रो एकदमै यो विशाल राईहरूको महान चाड ह्यापी साकेला चाहिँ उभौली चाड यसरी मनाइरहेको छ किराँत राईहरूले युकेमा हेलो ह्यापी साकेला हजुर तपाईँहरूलाई पनि मोमो खाएर फोटोसुट क्यामेराम्यान यता ह्यापी साकेला from Walking UK ह्यापी साकेला होइन भिडियो हो के रुपा बहिनी कति थप्यो 2 थाल